आज चाहिँ म बाल काट्छु जसरी पनि आज चाहिँ म हिँड्नु पर्ने छ। म बाल काट्छु यहाँ काट्छु कुन कर काटम कमाउनु भनिदिनु होला। बाल त छोटै गराउने हो गराउनु त, किनभने अब बाहिर जाँदैछु नि त। अब बाहिर जाँदा छोटो बनाउनु पर्छ बाल। खास चाहिँ म मेडिकल गर्ने हो फर्स्टमा। बाहिर सानो काम छ बजारसम्म जान्छु एकछिन, त्यो काम गरेर सानो काम छ। सो तपाईँहरूलाई म देखाउने नै छु। सो अब चाहिँ म एकछिन फ्रेस भएर अब तपाईँहरूसँग भेट्छु है त सिधै। हेलो गाइज, गुड मर्निङ सबैजनालाई। आई होप सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु, आरामै छु भनौँ। हल्का खुट्टामा चोट लागेको छ। सो वेलकम ब्याक टु माई न्यू भ्लग। फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो नयाँ ब्लगमा। भन्नुपर्दा चाहिँ अलि मेरो आवाज अहिले खसाखुसु अलि अर्कै आएको होला, किनभने मेरो भोइस सुकेको थियो नि त। सो अहिले अलिअलि आवाज आएको छ। मेलाको भिडियो हेर्नु भएको होला, कस्तो भएको थियो मेरो भोइस भनेर। सो अहिले चाहिँ अलि क्लियर नै भनौँ न, हल्का क्लियर नै आएको छ मेरो भोइस। म चाहिँ धेरै दिनपछि युट्युबमा एक्टिभ भएको छु। सो धेरै दिनपछि म अब भ्लग बनाउँदैछु। यो भिडियो अब के कस्तो हुन्छ हेरिदिनु होला। बिचमा चाहिँ मेरो ग्याप किन भयो भन्दा गाइज है, सो मेरो चाहिँ फोन बिग्रेको थियो। स्टोरेज पनि फुल भइहाल्ने कि एडिट गर्दा लास्ट गाह्रो हुने। एउटै फोन छ, एउटै फोनदेखि भिडियो बनाउँछु, त्यहाँदेखि एडिट गर्छु, मेहनत गरिरहेको हुन्छु। त्यही पनि हजुरहरूले साथ सपोर्ट गर्नुभएको हुँदैन। एक सब्सक्राइब गर्दैमा तपाईँहरूको केही जाँदैन। तर सब्सक्राइब बटन छ, सब्सक्राइब बटनमा दाबिदिनुहोस्। सिर्फ दाब्ने हो, अल नोटिफिकेसन गर्ने मात्र होस्। हामी नेपाली एकअर्कालाई साथ सपोर्ट दिनुपर्छ गाइज। सो म चाहिँ मेहनत गरिरहेको हुन्छु। कति मेहनत गर्छु त्यो तपाईँहरूलाई थाहा छैन। सो मलाई मात्रै थाहा छ। एउटा फोनदेखि सोच्नुहोस् न आफै, एउटा मान्छेले एउटा फोनदेखि, एन्ड्रोइड फोनदेखि, त्यही फोनदेखि भिडियो बनाउँछ, त्यहीदेखि एडिट गर्छ भने कति गाह्रो हुन्छ स्टोरेज कम भएको फोनदेखि एडिट गर्दा। त्यो तपाईँहरूलाई थाहा नै छ। सो भोग्नेलाई थाहा हुन्छ, हेरेर थाहा हुँदैन। बात त सही हो। म चाहिँ धेरै दिनपछि युट्युबमा एक्टिभ भएको भनि पनि सकेँ। अब चाहिँ डेली भ्लग आउनेछ। सो आज चाहिँ म बाल पनि काट्नुपर्ने छ। बाल काट्छु होला आज। सो है त, अस्ति गएको थिएँ काट्न, पालो पाइएन। सो आज हेरौँ के कस्तो हुन्छ। बाल काट्छु। काठमाडौँ जानुपर्ने छ। भोलि काठमाडौँ जाँदैछु नि त। सो बाहिरको लागि सुसुट्ट उड्नु छ नि त। अब त्यस्तै हो गाइज, लाइफ भनेको है। म बिचमा अब ग्याप भयो, त्यसको लागि सरी भन्न चाहन्छु तपाईँहरूलाई। आइएम सो सरी मनैदेखि है त। अब माइक छैन, माइक भएको भए झन् आवाज क्लियर आउँथ्यो, सुनमा सुगन्ध आउँथ्यो, मजा आउँथ्यो मेरो भिडियो हेर्न पनि। सो के गर्नु, माइक छैन। ट्राई गरिरहेको छु मैले पनि माइक किन्ने। के हुन्छ अब, के कस्तो हुन्छ अब माइक किन्ने अब है। सो सोचिरहेको छु। भएपछि किनौँला, अब भएन भने नकिन्ने। सो तपाईँहरू पहिला सब्सक्राइब गर्नुहोस्, त्यसपछि म माइक किन्छु। फिक्स 100%। तपाईँहरूले सब्सक्राइब गर्नुपर्छ। तर त्यसको लागि 1000 सब्सक्राइबर पुऱ्याइदिनुहोस्, म माइक किन्छु। के हुन्छ ग्याजेटहरू किन्नेछु, तर 1000 सब्सक्राइबर मेरो पुऱ्याइदिनुहोस्। के गाडीहरू, ट्र्याक्टरहरू, यताउति ठुलो साउन्डहरू के बाहिर आयो भने म बन्द गरिदिइहाल्छु कि। सो किनभने मसँग माइक छैन अब बाहिरको नोइजहरू बन्द गर्नलाई। अब काठमाडौँ जानुपर्ने छ म पनि अब बाहिरको लागि है। अब नजिक आइसक्यो, अब जाने दिन पनि आइसक्यो। नेपाल छोड्ने दिन पनि अब धेरै दिन छैन। काठमाडौँ जाँदैछु। अब भोलि हुन्छ काठमाडौँ जाने। सो भोलि फिक्स हो। अनि भोलितिर काठमाडौँ लाग्नुपर्ने हुन्छ। तपाईँहरूलाई थाहा नै छ म एन्ड्रोइडदेखि भिडियो बनाउँछु भनेर। एन्ड्रोइडदेखि भिडियो बनाउँछु अनि यसैदेखि एडिट गर्छु। सो मलाई लास्ट गाह्रो हुन्छ, किनभने स्टोरेज पनि त्यति छैन नि त यो फोनमा। सो कतिपय भिडियोहरू, क्लिपहरू चाहिँ मैले डिलिट गर्नुपर्ने हुन्छ। सो स्टोरेज कम भएर सो लास्ट गाह्रो हुन्छ एडिट गर्न पनि। मोबाइल ह्याङ चल्छ, यताको भिडियो उताको भिडियो यता के हो भइहाल्छ। त्यही पनि जसो तसो गरेर एडिट गरिहाल्छु। तपाईँहरूले साथ सपोर्ट दिनुहुन्छ कि भन्ने आशले युट्युबमा भिडियो हाल्छु। यदि सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला।
गाइज तर मैले चाहिँ हार खाएको छैन है। सो भनौँ भने किनभने अब एउटा मान्छे कि एउटा मोबाइल छ एन्ड्रोइड है, एउटा एन्ड्रोइड छ र स्टोरेज पनि छैन, त्यस्तो माइक पनि छैन, भ्लग बनाउनलाई ग्याजेटहरू पनि छैन, तर त्यही पनि मैले हार खाएको छैन, भ्लग बनाइरहेको हुन्छु। सो बिचमा अब ग्याप भयो नि त, सो त्यही भएर अबदेखि चाहिँ डेली भ्लग आउँछ। मोबाइल पनि बन्यो मेरो, सो त्यही फोन हो, पुरानै फोन हो, त्यही एन्ड्रोइड नै हो, त्यहीदेखि भ्लग बनाइरहेको छु। फुल फुलाएर देखाएँ मैले तपाईँहरूलाई भनेको थिएँ फुल फुलाउँछु भनेर, हेर्नुहोस् मैले आखिर फुल फुलाएर देखाएँ गाइज। यहाँ यो छ यस्तो वाला के भन्छ, यो घिउकुमारी हो क्या हो, यहाँ अर्को छ है, यहाँ के यो कुन हो, यो कुन फुल हो थाहा भएन, मान्छेको कि फुलैको फुल हो थाहा छैन। हेर्नुहुन्छ मैले फुल फुलाएर देखाएँ तपाईँहरूलाई, मैले भनेको थिएँ गाइज फुल फुलाएर देखाउँछु भनेर, पानी हालेर। हेर्नु सक्नु म बोलेको पुरा गर्छु, देख्नुभयो मैले फुल फुलाएर देखाएँ। हजारी हो चाहे जेसुकैको होस्, फुल त फुल हो नि, के छ नि त्यो नफुल्ने फुलहरू हुन् के भन्छ त्यो मलाई थाहा भएन। देखि पनि सक्नुभयो मैले भिडियोमा भनेको थिएँ गाइज म फुल फुलाएर देखाउँछु भनेर, यो तिहार अघि नै भनेको थिएँ। सो मैले फुल फुलाएर देखाएँ, सो देख्नुभयो होला, खुसी छु म, ह्याप्पी छु। अब भोलि काठमाडौँ जाँदैछु, जाडो पनि लास्ट जाडो छ आजभोलि, दिउँसो चाहिँ गर्मी हुन्छ, बिहान र साँझ चाहिँ लास्ट जाडो हुन्छ आजभोलि चाहिँ है। सो केयरफुल हुनु होला, न्यानो न्यानो कपडाहरू लगाउनु होला तपाईँहरू, आजभोलि जाडो धेरै छ। सो जाडोमा अलिक केयरफुल भएर बस्नु होला, त्यही भन्न चाहन्छु। चिसो कसैलाई नलागोस् है त, तातोमा बस्नु होला, न्यानोमा बस्नु होला, र सिरक ओढेर हुन्छ, कम्बल ओढेर हुन्छ, जे ओढेर हुन्छ, मेरो भिडियोहरू हेर्नु होला। सिरकभित्र गुरेर मेरो भिडियो हेर्नु होला है त। सो गाइज आज चाहिँ भ्लगको दोस्रो दिन हो है, किन भन्दाखेरि म हिजो भ्लग बनाउँछु तपाईँहरूलाई देखाउँछु भनेको थिएँ, त्यसको लागि सो सरी, मनैदेखि माफी माग्न चाहन्छु। किनभने म एकछिन रेस्ट गर्छु भनेको थिएँ। सो म भुसुक्कै निदाएछु, उठ्दाखेरि त सिधै साँझ रात परिसकेको थियो। सो रातिमा मैले भ्लग बनाएन। सो यो चाहिँ डे 2 हो, आज चाहिँ म काठमाडौँ जाँदैछु। सो त्योभन्दा पहिले चाहिँ मैले बाल काट्नु पर्ने हुन्छ, किनभनेपछि मैले हिजो बाल काट्छु भनेको थिएँ, जान्छु भनेको थिएँ, अब मैले भनि पनि सकेँ, रात परिसकेको थियो, भिडियो एडिट गर्दा यताउति गर्दा सुतेको थिएँ, सुते भएछु। त्यसको लागि फेरि पनि सरी भन्न चाहन्छु मनैबाट। सो अहिले चाहिँ म भर्खरै उठेको, अनि गुड मर्निङ सबैजनालाई। सो दिन शुभ रहोस् सबैको। अनि फर्स्टमा चाहिँ म बाल काट्न जानुपर्ने हुन्छ गाइस। सो आज चाहिँ म बाल काट्छु जसरी पनि। सो आज चाहिँ म हिँड्नु पर्ने छ। सो आज चाहिँ म बाल काट्छु अनि यहाँ काट। सो कुन काटम कमाउनु भनिदिनु होला है। सो मेडिकल गर्ने हो फर्स्टमा, त्यसपछि के हुन्छ हेर्दै गरौँ। म तपाईँहरूलाई देखाउने नै छु। एकछिन फ्रेस हुन्छु अनि बाहिरतिर निस्किन्छु। बाहिर सानो काम छ, बजारसम्म जान्छु, एकछिन त्यो काम गरेर सानो काम छ। सो तपाईँहरूलाई म देखाउने नै छु। सो अब चाहिँ म एकछिन फ्रेस भएर अब तपाईँहरूसँग भेट्छु है त सिधै। सो गाइज म चाहिँ रेडी भइसक्यो है। अब रेडी भएर चाहिँ अब जाँदैछु बजार। अनि बाल काटेर चाहिँ अनि सानो ब्याङ्कमा गएर, ब्याङ्क भन्दा नि फोटो स्टुडियो छ एउटा, पैसा झिक्ने ठाउँ मेरो। म जहिले पनि त्यही जान्छु कि पैसा झिक्नु छ भने मोबाइल ब्याङ्किङदेखि। सो पैसा पनि थोरै झिक्नु छ हल्का। सो म चाहिँ रेडी भइसक्यो। अब तपाईँहरूसँग सिधै तल स्कुटीमा भेट्छु है त। म चाहिँ स्कुटी ठाउँमा आइसकेँ, हेर्नु सक्नुहुन्छ। सो मेरो घोडा भयो पनि साथी भयो पनि यही हो। सो सधैँभरि अहिलेसम्म साथ दिएको छ। सो माया लाग्छ है। अब टाढिनु पऱ्यो भने त दुःख लागिहाल्छ नि, त्यही हो। मलाई साथ दिएको छ अहिलेसम्म, केही छैन। अब दुःख पनि त्यस्तै दिएको छ, यस्तोमा दुःख पनि धेरै दिएको छ, तर साथ पनि दिएको छ फेरि यसले। सो अब चाहिँ म निस्केँ है। अब बजारतर्फ लाग्दैछु, तपाईँहरूलाई देखाइ नै हाल्नेछु के कस्तो हुन्छ। सो त्यही हो मेरो प्रब्लम भनेको, स्कुटीमा अब साउन्ड आउँदैन के क्लियर मेरो भोइस, त्यही प्रब्लम हो, अरू त केही प्रब्लम छैन।
एउटा माइक किन्नु छ जसरी पनि मैले माइक भएपछि अलिक सजिलो हुन्छ कि मेरो भोइस क्लियर आउँछ कि यताउति बाइक स्कुटी कहिले बाइकमा हिँडिन्छ कहिले स्कुटीमा हिँडिन्छ सजिलो हुन्छ कि भन्ने मात्र हो। ल सिधै अब पसलमा गएर भेट्छु तपाईँहरूसँग। गाई झ्याउ गयो पसल भइसक्यो क्यास काहीँ पनि मिलेन सब पसल गइसक्यो। मोबाइल ब्याङ्किङ गरिदिन्छु क्यास दिनुभन्दा छैन भन्छन् कुनै ठाउँमा दाइले हिँड्न कुनै ठाउँमा क्यास छैन भन्छ गाह्रो पऱ्यो त मलाई गाई। अनि गाई यहाँ चाहिँ एमएलएको पार्टी आइसक्यो हेर्न सक्नुहुन्छ। टक्क एमएलएको अब खै भोट हाल्ने दिन आयो कि सूर्य हो यो सूर्य। फेरि एमएलए उठ्ने भयो अब त्यसो भए केपी शर्मा ओली उठ्ने भयो त्यसो भए। 2000 years later. त्यो गाई हामी चाहिँ होइन अहिले बसको वेट गरिरहेको छौँ। बस अहिलेसम्म आएको छैन। मैले हजुरहरूलाई दिउँसो देखाउन पाएन बाल काट्न गएको यताउति देखाउँछु भनेको थिएँ। सो त्यसको लागि पनि म सरी भन्न चाहन्छु। सो अहिले चाहिँ हामी बस पार्कमा छौँ बसको वेट गरिरहेको छौँ हेर्न सक्नुहुन्छ। यो भरक चाहिँ सिधै काठमाडौँ पुगेपछि आउनेछ। गाई सिट नमिलेर क्याबिनको सिट पाइयो दुःख लाग्यो। यो बाल पनि यस्तो गएर काटेको छ हेर्न सक्नुहुन्छ। सो धेरै छोटो त बनाइन हल्का हल्का छोटो गराएँ त्यही नै हो। तर बसको कुरा गर्दा चाहिँ क्याबिनको सिट पाइयो दुःख लागेको छ। सो क्याबिनमा बसेर जाँदा लास्ट दुःख हुन्छ नि त। के छैन जाम्ला क्याबिनमा पनि हेर्न सक्नुहुन्छ। गाडीहरू भक्काभक जाँदैछन् तर हामीले टिकट काटेको गाडी अहिलेसम्म आएको छैन। खै किन हो गाडीहरू सब गइसक्यो हामीले काटेको टिकट अहिलेसम्म आएको छैन। वेट गरिरहेको छौँ हामीहरूले। दाइलाई उहाँ पठाएको छु हेर्न दाइ यहाँ हुनुहुन्छ हेर्न पठाएको मान्छे हेरेर पनि आइसक्नु भयो गाडी आएको छैन।